everyone, good morning. I hope you all are doing great. अनि अहिले चाहिँ म उठिसक्यो अनि उठेर बेडहरु सबै मिलाइसक्यो फ्रेश पनि भइसक्यो सो अब चाहिँ म किचन जान्छु अनि त्यहाँदेखि कस्तो थोङ्से खाने क्रेभिङ भएछ नि मलाई आज अनि त्यही भएर म चाहिँ थोङ्से बनाउँछु अनि त्यहाँदेखि चाहिँ हामी डे स्टार्ट गरौँ है त सो लेट्स स्टार्ट द ब्लग नाउ है भयो कि भएन घाटाले कस्तो काम गरेछ हेरिहालौँ भेरी नाइस के डिस्कभर गर्यो रे देखाऊ एउटा चीज डिस्कभर गरे जसले हाम्रो लाइफ एकदम इजी भयो अब सो गाइज एज यु अलरेडी सॉ बिफोर ओन्ली किनभने रुम त भइसक्यो नि त अलिकति आज चाहिँ मैले बाथरुम पनि सेट गरे मेरो तर मिररहरु साफ गर्नु थियो नि त सी चुक भएन एन्ड नाउ ओ लाइफ इज सॉर्टेड ब्रो लाइफ इज सॉर्टेड बुद्धि मैले पनि यो बुद्धि कहिले पनि लगाएको थिएन ए just do 2-3 times and done यो चाहिँ खैरे स्टाइलको सफाई भयो नि त अलिकति खैरे तिम्रो माथाको छेउमा भएन रहेछ हैन त्यो त म गर्छु न देखाएको यु क्यान डु इट भन्नु भयो अब यसलाई अलिकति माथिबाट पेपर गरे भने बस एटलिस्ट यसो भएछ हौ डोन्ट नीड टु डु लाइक पुरा अब अलिकति सट्टै फिनिशिङ गर्यो बात खतम भेरी नाइस प्राउड अफ यु जान भेरी प्राउड अफ ल यसमा पनि चुस्छु अबदेखि पुरा घरको सिसा काम सफा गर्ने तिम्रै हो अबदेखि सबै तु यहाँ बस म बाहिर जान्छु बस न तु बस त्यहाँ बस भित्र बाहिर बस ओके जाऊ ल आइज ल हेरौँ त कतिको टल्का आस्ति नै टल्काएको थियो टल्काउनु त मैले ओके हो एकदमै राम्रो आइडिया लाग्यो मलाई पनि यो दामी हो यता भएन यता बस सिधा मुनि लिएर जा मुनि गुड जब अलिकति दाग चाहिँ छ यो भित्रबाट गर्नुपर्छ होला बट एकदमै राम्रो चिज डिस्कभर गरेछ भेरी प्राउड अफ हर यो सिसा पनि लु हो शाबास बुद्धि त के हो खतरा लगाएछ त केटीले अब अलिकति गर्यो दामी है बाकी अलिकति फिनिशिङ चाहिँ हातले सट्ट गऱ्यो भने भएन यी ठिक छ रहेछ यो पर्ख एकैछिन पर्ख ल अब लुलु अलिअलि फेल त खाँदो रहेछ चिजले है अलिअलि त हो कि तर एटलिस्ट त्यो अब यस्तो ठुल्ठुलो मिरर छ भने चाहिँ अब एकपल्ट सट्टै गरेपछि अनि त्यसले यस्तो घुमायो भने डन ऊ त्यहाँ दाग छ ऊ त्यहाँ राइटपट्टि हो त्यहाँ बस आई थिङ्क दिस इज अल्सो डन या शाबास ओके यो काम गर्नको लागि चाहिँ यु आर गेटिङ अवार्ड हेलो बेस्ट सफाई वाली इन 2025 अवार्ड गोज टु पिंकी कमल यो चाहिँ बिहानको हाम्रो खाजा तयार हुँदैछ आज म चाहिँ वी आर मेकिङ थोङ्से यो चाहिँ हाम्रो तामाङ ट्रेडिसनल डिस हो अब यसमा आलु धेरै देरदेखि फ्राई गरेको थिएँ अब यसमा यो बनाएको मसला जो छु यो राखिदिँदैछु यो चाहिँ एकदमै अथेन्टिक स्टाइलको हाम्रो मसला है वाह चाहिँ भुट्नुपर्छ वाह मेरो मर्निङ फेभरेट ब्रेकफास्ट चाहिँ थोङ्से नै अलि हेभी चाहिँ हेभी हुन्छ है तर मेरो चाहिँ अल द टाइम फेभरेट हो हेर त एक छेउमा आउँछ देखाउनु हेर्नु कलर वाह स्मोकी फ्लेभर अहिले एकछिन सो गाइस यो चाहिँ तिमीले थोङ्से बनायो भने त तिमीले यो चाहिँ ब्रेकफास्ट हो है गाइस ब्रेकफास्ट दिस इज आवर ब्रेकफास्ट लन्च विल बी मेकिङ चानाको सब्जी यहाँनिर छ ए खै अडी भित्र होला फ्रिजमा होला सायद चाना भिजाएर राखेको ए यो चाना भिजाएको छ यो चाहिँ हाम्रो लन्च हुन्छ चाय पनि बनाएर राखेको छ अब चाय खानुपर्छ त यो पाक्दै छ ल ओके मतलब पिङ्कीले हेल्प नगर्न सक्ने मै आउनु पर्ने के चाहिँ भयो त त्यस्तो हेलो एक्सक्युज मी हाई हेलो फुल इग्नोरिङ नो नोटिसिङ टीचर एन्टरिङ इनसाइड नो नोटिसिङ व्हाट इज दिस यो बिहेभियर निको चाहिँ अहिले पुरा रिसाइरहेको रहेछ ल इट्स ओके हाल ए मैला रहेछ क्यामेरा त फर्की
भन्न त सही किन रिसाएको पर्छ न हैन पहिले भन्न किन रिसाएको म अरे यसमा हेर न कति पिस हैन पहिले रिसाएको किन त्यो भन्नु त्यहाँदेखि म भन्छु म भन्दिनँ पहिले भन्न Full insulting, no noticing. Hello. यो गान्धी यो रिसाइरहेको छ सोध्दै अहिले ब्लग नबनाउनु पुरा रिसाइरहेको छ माथिबाट गर्न यो गर्न न यो खोलिकिन गर्न न कति हैन पहिला भन्न किन रिसाएको त्यहाँ अरे रिसाको हैन के हैन हैन यत्रो सामान आयो अलिकति बाहिर आइकिन के आएछ के हैन मलाई थाहा भएन नि त सामान डेलिभर भयो भनेर भर्खर त थाहा भएको बाहिर आएर थाहा खोलेर अब त्यो त्यत्रो मान्छे आएर मैले भनेर त्यो सामान आयो म 40 रुपैयाँ लान्छु है त्यहाँबाट भनेर ओ त्यतिखेर मैले व्यस्त थिएँ नि त एडिटिङमा म अहिले व्यस्त छु के त्यही गर्छु सो गाइज अब चाहिँ यो अलिकति डिस्कसन सर्टेड भयो सो यहाँ चाहिँ दुकानको सामानहरू आइरहेको छ इट्स भेरी नर्मल यु नो सो काम गर्दाखेरि यस्तो भइहाल्छ यो चाहिँ हाम्रो कफीको ग्लास आइरहेको छ यो चाहिँ हाम्रो सबको लागि पुरा बल्कमै आउँछ नि त अनि यो चाहिँ हो यसको लिड भइहाल्यो होइन स्ट्रोहरू अनि यो बेसिक चाहिँ अलिकति अहिले कम आएको छ सामान योभन्दा बढी अहिले मगाएको छ आउनु बाँकी छ अनि यो जान्छ अब सिधा हाम्रो स्टोर रुममा जान्छ सामान दुकानको सामान छ नि त्यहाँ चाहिँ बाल्कनीमा के राख्ने के स्टोर रुममा पनि राख्ने सबै राख्ने यो चाहिँ जहाँनिर कम्फर्टेबल छ त्यही राख्नु नि त यो त पुरा आएछ नि हैन र यसलाई उता लाने हो यसलाई घसार्ने एकैछिन ल काउन्ट गरिहालौ ल 1000 पिस हैन 2000 पिस 2000 पिस त 2000 पिसको यो हुनु पर्यो 20 नै एउटामा कति हुन्छ 50 100 1150 वटा हुन्छ यो कति हुनु पर्यो यो 2000 वटा हुनु पर्यो पनि यो हैन 2050 मेरो क्याल्कुलेसन म्याथ्स वीक छ के 50 भयो 50 वटा छ 2000 मा कति हुनु पर्यो 2000 मा कति यो हुनु पर्यो लिड 2000 वटा हुनु पर्यो हैन 40 वटा वाह इन्जिनियर भेरी गुड प्राउड अफ यु शाबाश किन 40 वटा 50 वटा क्याल्कुलेट गरे 1 मिनेट रुका यसको पनि म्याच म चेक गरिहाल्छु यो क्याल्कुलेटर खोल्छु हैन जो 2000 ग्लास छ भने त्यो ढोक्ने छ 50 into 40 गरेर त हेरौँ कसम आज त किन बेइज्जती भयो कि त कति वटा 40 वटा पिस 40 वटा हुँदै रहेछ हैन अन्त जब यो ग्लास 2000 छ भने त्यो चाहिँ किन 40 एउटामा 50 वटा छ ए अच्छा ओ 50 वटा हुनु पर्यो ए 50 into कति रे 40 क्या बात है यार सो तर मैले हेरिसके त्यसले फिल्ममा चाय अदरक चाय पिलाइदिन्छु बस हुन्छ ओके अदुवा वाला चाय बिस्किट सँग ल ओके कहिले रहेछ भन्दैछौ मलाई लाग्यो तपाईले गर्नु भयो 1 2 3 4 5 6 7 8 9 3 सुक्री सुन्नी सुसम सुक्री सोकमा 2 16 17 18 19 2020 23 21 22 23 टक्क 23 वटा रहेछ सो यो पनि आउनुपर्छ 40 हैन 40 माइनस 23 यो सबै लेखेर राखिहाल्नु त बस त्यसलाई पठाइदिन्छु पठाइदिए डाइरेक्ट अनि यो दिस इज त्यो मोमोको होला जोमेटोको मोमोको यसमा चाहिँ हाम्रो जोमेटोको सामान जान्छ नि त जोमेटोको प्याकेजिङ हो यो चाहिँ 17 प्याकेट हो यसमा लिन्छ यो त 1 कार्टन आएछ फुल आएछ ल ठीक छ कुकर धुवा त कुकर यत्रो हेल्प गर्यो मैले थोङ्से पकायो है सामानहरु सबै दुकानको बाहिर राख्यो अब पिङ्कुले सबै काटपिट गरिसक्यो बच्चाना पनि तिमी बना कुकर त धुएको छ त अलरेडी भात पकाएको हैन हिजो बेलुका तिमीहरुले हे तेरिका कुकर धुवा धुइहाल्छ नि भइहाल्छ पिङ्कुले चाहिँ सबै काटपिट गरी रेडी गरिसक्यो है अब पिङ्कुले धुइदिन्छ बिचारा पिङ्कुले कति काम धेरै काम नगरे पिङ्कु म अब इमोसनल भएर म भर्खर प्याज काटेँ ल यति भए पुग्छ हैन पुग्छ हैन ल अब ओके आज धेरै दिनदेखि यो किचनमा चाहिँ हाम्रो सेफहरु चेन्ज भइरहन्छ सम टाइम आई एम द सेफ
कहिले कहिले निखिल शेफ हुन्छ कहिले हाम्रो यहाँ पिङ्कको शेफ हुन्छ हैन सो सबैको आफ्नो आफ्नो अलग अलग ट्यालेन्ट भएको शेफ हो कि म चाहिँ पुरा पहाडी खाना बनाउने शेफ हो कि निखिल चाहिँ कन्टिनेन्टल निखिल चाहिँ हो मसालेदार हाल्छ बनाउने शेफ ए सुन न पिङ्की चाहिँ हो कुन चाहिँ कन्टिनेन्टल स्टाइल या कोरियन स्टाइल हो हेलो रिसिस ठीक भयो सबै छैन ह फेन्टा हाल्दिनु रिस ठीक भयो तिम्रो फेन्टा हाल्दिनु त्यो छिटो फेन्टा फेन्टा हैन रिस चाहिँ कस्तो के कुरामा रिसाएको थियो मलाई यो भन्देऊ न बस एकचोटि भनिदिइहाल्नु न प्लिज हेल्प गर्नु पर्दैन नि दोकानको सामान आएपछि अनि मैले हेल्प गरेन अनि त्यतिखेर म अलिकति बिजी थिएँ नि त के काम गरिरहेको के काम गरे त्यो बता 12 खेप बोलाएर भित्र आज भोलि म आफै आएर हेल्प गर्नुमा देयर इज अ ह्युज डिफरेन्स गाइस साथीहरु नो मेक सेन्स व्हाटएभर यु सेइङ मेक सेन्स बट म अहिले भर्खर ब्लगर भएको छु नि त आई वाज बिजी एडिटिङ न धेरै ब्लगर नभएर भएको चीज गरिहाल्ला के कस्तो के गर्नु पर्ने त ल भन्नु न हजुर वापस दोकानमा गएर बस वापस दोकानमा गएर बस भनेको सर्टकटमा यो भनेको हेलो गएर बस चस्मा लगाएर आउँछु म ल अहिले एकछिनमा पर्के अहिले अहिले गुच्चीको चस्मा लगाएर आउँछु खाने दुईटा अब शेफ यहाँ हजुर आफै हुनुहुन्छ पिज्जा एउटा गरौँ आलु पनि एड गर्ने भन्थ्यो त काटिदिन्थ्यो हामीले तर ठिकै छ हैन अहिले पिङ्कीले चाहिँ सबै काटपिट गरिसक्यो अहिले चाहिँ मेरो छुट्टी किनभने मैले मर्निङमा ब्रेकफास्ट बनाएको थियो यसले त आधा किलो अदुवा आधा किलो लसुन हाल्छ ए त्यस्तो नबेच्दै मेरो खानाको है आलु चाहिँ कम्ती हाल्छु ल यो चाहिँ पिज्जा यो चाहिँ भेज पिज्जा खाने तिमी गरम गरिदिऊ म नखाने पिज्जा तपाईँ खाने अलरेडी टमिडममा भइरहेको छ यो चाहिँ हाम्रो निकोले काम चाहिँ हो कि सबैमा पर्फेक्ट सुन न निको सबै चिजमा पर्फेक्ट छ त तिमी कुकिङमा कम्प्युटर टाइपिङ हैन नलेज वाइज हैन अब के भन्ने अर्को धेरै यस्तो केही छैन मतलब जो निकोलाई थाहा छैन क्या है इन्टेलिजेन्ट यहाँ चस्माको पावर हेरेरै भन्न सक्नुहुन्छ फाइनली यो जनि यसले भन्दै थियो कि मैले लुकाएँ भन्ने किनभने मैले चाहिँ फ्रेस युज गर्छु नि त बल्ल त्यो ओरियोको बिस्किट थिएन नि ओरियोको बिस्किट दुकानको थियो नि त सामान मलाई लाग्यो त्यो दुकानको सामान एक्स्ट्रा अलग्गै हो त्यहाँनिर त हाल्दैन होला भने कस्तो बिस्किटमा यो हालेछ यो तर मलाई यो मन पर्छ मलाई सुपरमार्केटबाट ल्याएर उले लुकाएको हो त्यसमा त्यो पनि हुन सक्छ ए तेरेको इल्जाम चाहिँ कस्तो लगाउने निको हुन सक्छ ब्रो के साह्रो इल्जाम लगाएको त्यो पनि हुन सक्छ सुपरमार्केटबाट चाहिँ मैले चाहिँ किन लुकाउनु तिमी लाग्छ म लुकाउने मान्छे हो नेपालबाट ला पिट्नु पो आउँदो रहेछ हौ के हो